हेलो गाइस, म चाहिँ आज खोला आएको छु माछा खेल्न होइन। अब हेरौँ कस्तो छ खोला हेरौँ। म र दाजु आएको, दाजु चाहिँ अघि जानुभयो। गाइस खोला खेल्न आएको थियौँ। अब हेरौँ भरे कतिवटा पर्छ के पर्छ म अपडेट गर्छु तपाईँहरूसँग है। अनि के साह्रो खुकी छ यस्तै तपाईँको माछा नयाँ भिडियो ल्याउने छु गाइस। लाइक सेयर सब्सक्राइब गर्नुहोस् है। अनि म देखाउने छु कस्तो छ खोला। यो भयो हाम्रो बल्छी माछा खेल्ने, यसलाई चाहिँ टाँगो भनिन्छ होइन। टाँगो भनिन्छ। अनि हामी चाहिँ अघि चारो लिएको छौँ। ग्रिन टी लिएर आएको छौँ, ग्रिन टी होइन। माछा खेल्न लक गऱ्यो। अनि तपाईँहरूलाई देखाउँदैछु यस्तो छ आउँछु है। यस्तो छ हामी चाहिँ माछा खेल्ने ठाउँ आएको। म चाहिँ गाडी चाहिँ यहाँ पार्क गरियो होइन। गाडी पार्क गरेर चाहिँ हिँड्दै ट्रेनको बाटो जानुपर्छ। मेरो चाहिँ अघि एउटा दाजु टेक्दै आएर बसिराख्नु भएको छ। खोला त कालो न कालो छ त यहाँ। के दाजु खोला त कालो छ त दाजु। दाजु केही पर्ला सर्ला यस्तो जोकाना सोकाना केही छ अल्छिला खेल्दै दाजु? आम्मामा खोला त तर त्यति ठुलो बगेको चाहिँ छैन है। बगुवा छ भने चाहिँ ठुलो नखेल्दै हुन्छ दाजु। खोला चाहिँ पुरै लेप्दै रहेछ त्यहाँ। म चाहिँ खोला देख्दै अल्छी लाग्यो क्या। यो हेर्नु कस्तो छ। कफी जस्तै छ त दाजु। चिया खाने मान्छेलाई राम्रो हुन्छ त दामी। आज माछा खेल्नु भनेर आएको। खोला पुरै कालो न कालो देखेर अल्छी लाग्यो। के गर्नु दाजु के भन्नु है। अब यत्रो हेर्नु ग्रिन टी ल्याइएछ खानु लागि। चारो लिएको छौँ किनेर। कति पऱ्यो यसलाई? 6 रुपियाँ 8 खाना। अनि यसलाई 5 रुपियाँ 29 सेन्ट। यो मेड इन क्यानाडा रहेछ। अनि के गर्नु दाजु भन्नु है, तपाईँको इच्छा। अब तपाईँ माछा खेल्ने म चारो सबै रेडी गरेर लिएर आएको छु दाजु। अब खेल्ने भए सुरु गरौँ, नखेल्ने भए घर लागौँ। तपाईँको इच्छा छ दाजु। दाजु तल्लोपट्टि जानुपर्छ होला खोला एउटै यो होइन। उता गर्दा घर उता यहाँबाट जानु आधी घन्टा लाग्छ। अनि फेरि टाइम छ नि त। कति भयो? 4:30 भयो। 9 बजीसम्म उज्यालो हुन्छ कि दाजु। अनि फेरि यस्तो हुन्छ। अनि के हुन्छ भने यता आयो 20 मिनट कुदेर होइन दाजु। यता आयो यता के छ भन्नु। खेल्ने भए खेलौँ, नखेल्ने भए नखेलौँ। यस्तो होला। अनि होइन आलु माछा खानुपर्ने हो, खानु चाहिँ पर्ने हो होइन। यहाँ सुन्नु नि दाजु, अब यहाँबाट उहाँ जाँदा नि घर काटेर उतै जानु पर्यो होइन। अनि कुदिराख्नु पर्यो। बरु यहीँ खेलौँ न। यहाँ त यस्तो छ। खोला त घिनै लाग्दछ। यो खोला त घिनै यस्तो छ। उहाँ कालो न कालो। म तपाईँहरूलाई भरे देखाउने छु। खेल्यो भने ठिकै छ, खेलिन भने आएको ठाउँको म देखाउने छु तपाईँहरूलाई गाई। यस्तो छ। हावा चलिरहेको छ। के चिज तपाईँहरूकोमा कसरी भरे माछा पर्दा कसरी तान्ने ओर्ने भनेर देखाउनु भनेर मैले छातीको यो हुन्छ नि, छातीमा राखेर क्यामेरा
पनि लिएको थिएँ यो भरे अब माछा परेपछि चाहिँ अनि यहाँ भरे झिकेर यहाँ लाउने हो अनि भरे तपाईँहरूलाई बेर्दा तान्दा कसरी देखाउनु पर्छ भनेर सबै म बनाउनु अब यो लिएर आएर मजाको युट्युब बनाएर भएर अपडेट गर्नु पर्यो भनेको खोला देखेरै अल्छी लाग्यो गाइस यार खोला के हो यार ठिकै छ खेल्ने भए खेलौँ दाजु एक शब्द खेल्ने कि नखेल्ने भन्नु त खेल्ने भनिहाल्नु त म क्यामेरा स्टप गरेर हानिहाल्छु ल अब लगाइस् म भरे देखाउने छु तपाईँहरूलाई कसरी हान्ने कसरी खोल्ने चामलहरू भातहरू लिएर सबै बनाएर यी खाने खानु हुँदैन जङ्गलतिर यसरी खोल्दो ठ्याक्कै यसरी अल्झा खोल्छु होइन ठ्याक्कै ल यो किनेको बल्छीहरू ल्याउनु भयो दाजु ए बरु कस्तो खोलो 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 कता अल्झिन्छ स्याट्टै गर अनि यसलाई सर्टै यसो गर यहाँ ठ्याक्कै हाल भरे खेलिसकेपछि फेरि फुच्चे निकाल ठ्याक्कै यसो गर ठ्याक्कै हाल यसो गर न पनि हामी चाहिँ गाइस गदौला खेल्छौँ क्या गदौलामा चाहिँ मागुर कत्ले सबै पर्छ क्या त्यसो गऱ्यो अनि गदौला उन्यो त्यसो गरेर छुनु चाहिँ घिन्ची मान्नु हुँदैन है माछा खेल्ने मान्छेहरू यो खुवाउँछ ठुलो धामी भनिन्छ यसरी उन्नुपर्छ बोक्सीहरूको काल गर्छ अरे क्या यसरी उन्नुपर्छ होइन बोक्सीहरूको काल गर्छ हो अनि यसो गरौँ दाउले चाहिँ अघि रेडी बनाउनु भएको छ ठ्याक्कै यसो गर ठ्याक्कै अब ठ्याक्कै घुमायो अनि यसलाई यसो गर अनि यसो गरेर खोलो यसलाई चाहिँ पार्नु पर्यो अनि ठ्याक्कै दुई हातले पक्रियो एक हातले यसरी खुल्ला बनाएर अनि यसलाई यसरी हान्नुपर्छ यसरी माथि उफ्रिन्छ गयो अनि ठ्याक्कै यसलाई लिएर यहाँ झ्यासमा राखिदिनु पर्छ ठ्याक्कै यसो गरेर भरे खाएन हात खायो भने हल्लाइहाल्छ अनि ठ्याक्कै यसो गऱ्यो यो धमिलो पानीले हात दियो ठ्याक ठ्याक दाजुले कहाँ हान्नु रुको त्यही छोडिदिनु बाद माछा परिहाल्छ कि दाजु कता हानेको देखि कस्तो छ दाजु देखि ल तर आउँछ गोटी आउँछ डरो छ नि आउँछ आयो चारो ठिकै छ गोटी हामीलाई सबैजना बरु बल्छी गयोस् गोटी नगोस् दाजु यहाँ यताबाट फैलिदिनु किनकि बल्छी त सस्तो पर्छ गोटी महँगो पर्छ क्या रुखतिर हानेको पहिले नै ठिक छ ठिक छ खोला देख्दै अल्छी लगाएर हानेको कतातिर हान्नु पर्यो यार दाजु ठ्याक्कै खोलो ल कता अल्झ यसो गर ठ्याक्कै गर त्यो भएर चाहिँ लास्ट झ्याउ तर यस्तो हुन्छ नि दाजु गोटी हराएन गोटी त आएन भयो बल्छी त केही हुँदैन चुट्टी र बल्छी त सस्तै पर्छ 5 वटालाई 1 रुपियाँ हाट्नु पर्छ एउटा यो गोटीलाई 3 नम्बर गोटीलाई कति पर्छ भने 1 रुपियाँ 10 सेन्ट पर्छ एउटा गोटीलाई अनि यति महँगो पर्छ कोही त सर्प जस्तो छ त यार यो सर्प जस्तै हो नि फेरि यस्तो हुन्छ घरमा कोही बेला बारी खन्दा यस्तो गदल निक्लिन्छ नि दाजु त्यो चाहिँ काम लाग्दैन छ क्या त्यो चुट्टिहाल्दो रहेछ क्या यो चाहिँ यिनीहरूले भिटामिन खुवाएर है केमा कस्तोमा राखेर होला हतपत फुस्किँदैन ठ्याक्कै यसो खोलो यो चाहिँ लक भएपछि यो गोटी झर्दैन होइन अनि यसलाई हल्का बेरेर चाहिँ ठ्याक्कैलाई यसरी तानो अनि यो खोलेर अनि यस्तो गरेर
यस्तो हात यसो गरेर हुन्काइदिने यसरी यहाँ फालिदिने हो ठ्याक्कै गर्छ अनि यसलाई यस्तो गरेर सुताइदिनुपर्छ होइन गाइस त्यसपछि भरे माछाले खाएपछि यसलाई यसरी खस गर्छ ज्यामै तान्नुपर्छ सेब्बास दाजु सेब्बास खै राति मान्छे कहाँ केटाहरू आएर होला यहीँ उयो गऱ्यो खाना पकायो माछा माऱ्यो सब्जी पकायो खायो केटाहरू हेर आम्मा मैला केटाहरूले फोर्सी लास्टै गरेछ यो यहाँ त सुत्ने ट्याङै जस्तो छ त अनि कि मान्छे सुतिरहेको छ नि यहाँ के हो आम्मामा सुत्ने छ के को हड्डीहरू गयो पुरो दाँत मान्छे होइन यो ए सिङ रहेछ के को मिर्गाको हो कि बाख्राको हो कि खसीको हो के को त्यसै गाइस हामी खेल्ने ठाउँ चाहिँ धन्न पौडी खेल्न चाहिँ आउँदैन र यी पौडी खेल्ने भएर पस्ने भएर मरिन्छ नि हो हामीले चाहिँ यस्तो गोटी किनेको थियौँ यी अघि कति बल्छी चाहिँ सस्तो पर्छ भनेको यो चाहिँ बल्छी हो हेर्नु सक्नुहुन्छ बल्छी कतिवटा छ ए 6 वटालाई $1.99 पर्दो रहेछ क्या $2 भनौँ न अनि यो गोटीलाई चाहिँ $1.10 पर्दो रहेछ क्या यो गोटीलाई यस्तो हाल्नुपर्छ सबै बोकेर हिँड्नुपर्छ माछा वाल भएपछि चाहिँ यो ल्याउनु पर्यो होइन बेग बोक्नु पर्यो पानी बोकेको छ टस छ होइन खोला माछा धेरै ओर्यो भने चाहिँ ठ्याक्कै छ नाइफहरू छ कैँची छ तर माछा परेपछि उयो चाहिँ रहेनछ माछा उमार्ने खत्तमै भने अहिले चाहिँ परेको ठिक दाजु कत्रो परे जस्तो छ अनुसन्धान 1 किलो जस्तो पर्यो 1 किलोको दाजुले पारेको अवस्था अनि त पर्छ क्या माछा जस्तोमा पनि दाजु त्यहाँ सिमेन्ट छ है दाजु त्यहाँ उयो जान्छ त्यहाँ छ थाहा छ होला नि त्यो सिमेन्टको उयो छ ए त्यताबाट तान्नु नि दाजु यहाँ उयो छ भने तपाईँलाई थाहा होला नि सिमेन्टको उयो ढ्याब्बो हो के छ ल त निकाल्नु दाजु अघि तपाईँले धमिलो खोलामा मैला खोलामा पर्दैन भन्नु हुँदैछ दाजु यता तपाईँको देब्रेपट्टि तान्नु यहाँ उयो छ नि ढाब्बो के बोट कुदाउने मागुर अलिकतिबाट तान्नु कत्ले हेरौँ दाजु अलिक मागुर झिक्नु नि झिक्नु नि यहाँ देखाइदिनु दाजु जस्तो खोला त्यस्तै मागुर परेछ दाजु यसलाई उचालेर देखाइदिएको अवस्था गरिदिनु दाजु ए फुल मार्नु आँटेको रहेछ एकछिन वेट हेर्नु मागुर दाजु तर सफा रहेछ सफा खोला अनुसार जस्तै परेछ हेरौँ एकताल देखाइदिउँ मागुर बेसी मागुर अहिले परेको यस यहाँ हुनुहुन्छ सिकारी ल लुङ्गा यहाँ गयो हेर खोला त्यस्तै छ हो यस्तो आयो खोला टाँगो पनि त्यस्तै छ टाँगो यो पहेँलो टाँगो त्यस्तै छ हो टाँगो त्यस्तै भएपछि फेरि सबै माछा पनि त्यस्तै छ एउटै छ माछा त्यस्तै परेछ टाँगो पनि त्यस्तै छ खोला पनि त्यस्तै छ माछा पनि त्यस्तै छ केही भन्नु छ दाजु अनि म त अथामै लाग्यो खेल्नु मजा आएको अस्ति लाग्यो ठिकै छ खेल्नु त अब खेल्नुपर्छ भर्खर आउने बित्तिकै 5 मिनट नभइकन एउटा त पर्यो होइन अब कतिवटा पर्ने छ होइन त्यो कुरोहरू त अब भरे पर्दै गएपछि तपाईँहरूलाई अपडेट गर्नेछु अन्तिममा होइन अन्तिममा अपडेट गर्नेछु हामी अन्तिममा अपडेट गर्नेछु